मेरा बड़े भैया है, बड़े भैया। हेलो गाइज, आज हामी मिडसमर फेस्टमा जाँदैछौँ स्विडेनको। अनि यहाँ मेरो श्रीमानजी हुनुहुन्छ। से हाई। के भन्छ भन्दाखेरि हे भन्नु। हे हे हे। सो हामी अब ट्राम्पमा जाँदैछौँ अनि ट्राम्प चढ्नलाई जाँदैछौँ। अनि आज मैले चाहिँ यो वाला ब्याग बोकेँ गाइज, तिमीला वाला नेपालबाटै लिएर गयो भने। अनि अब हामी ट्राम्प चढ्छौँ बिस्तारै अनि तपाईँहरूलाई देखाउँछौँ। आज चाहिँ यहाँ रेड डे भन्छ क्या आजको दिन चाहिँ। अनि प्राय सबै ठाउँहरूमा चाहिँ बिदा हुँदो रहेछ क्या। अनि सबै मान्छेहरूलाई पनि बिदा दिँदो रहेछ आज। अनि सब हाम्रो पनि प्राय सबै साथीहरूको आज बिदा छ क्या। अनि बिदा भएको भएर त्यहीँ भेट्छौँ होला। अनि दुई तिनजना हाम्रो साथीहरू चाहिँ अब आउँदै हुन्छ। अनि हाम्रो चाहिँ एउटा सानो काम भएर हामी चाँडै निस्केको। अब हामी यही ट्राम्पमा जान्छौँ होला सायद। यहाँ चाहिँ दुईवटा ट्राम्प पाउँछ, तर अब जुन अगाडि छ त्यसैमा जान्छौँ हामी। ट्राम्पमा कस्तो गर्मी छ गाइज, आज त कस्तो गर्मी छ। मैले चाहिँ यो झुम्का लगाएको, यो पनि नेपालबाटै लिएर आएको थिएँ मैले। हामी कहाँ पुग्यौँ? आज चाहिँ अनि मान्छेहरू चाहिँ कति धेरै टन्नै छ अहिले त यहाँ। अरू बेलामा चाहिँ होइन, विन्टरको टाइममा त यहाँ मान्छे नि यस्तो मान्छे आएको झुकल देख्नु भनेको त एकदमै रेयरली हुन्छ। हेर्नु न कस्तो ठुलो कुकुर, बाख्रा बोका जस्तो छ यार। खोइ ल कपालमा राख्ने पनि बेचिरहेको छ। हेर्नु न कत्रो ठुलो कुकुर गाइज। आम्बो हामी चाहिँ अब यहाँ पसल छिर्छौँ एकचोटि। ल गाइज, हाम्रो त यहाँ नर्थ स्ट्यान्डको काम चाहिँ सक्यो। अनि अब हामी त्यही फेस्टमा जाँदैछौँ। अनि यहाँ चाहिँ आजको जुन फेस्टिभल हुँदैछ नि हो, त्यो फेस्टिभलको चाहिँ यिनीहरूको यो स्विडिसहरूको लागि चाहिँ यो फेस्टिभल चाहिँ क्रिसमस पछिको सेकेन्ड मेन फेस्टिभल हो क्या यहाँ स्विडेनमा चाहिँ। अनि यो फेस्टिभलमा चाहिँ यिनीहरूको चाहिँ ट्रेडिसन बिलिफ कस्तो रहेछ भन्दाखेरि होइन, अब त्यो बिहे नगरेको केटीहरू हुन्छ नि, कुमारी केटीहरू क्या हो, त्यो बिहे नगरेको केटीहरूले चाहिँ 7वटा डिफ्रेन्ट फ्लावर्सहरू क्या टिपेर होइन। अनि आजको रातमा क्या, अब आजको जुन रात हुन्छ नि हो, त्यो रातमा चाहिँ मिड समर फेस्टको रातमा चाहिँ आफू सुत्ने सिरानी मुनि राखेर होइन, त्यो 7वटा डिफ्रेन्ट फ्लावरहरू क्या टिपेर अनि अब त्यसको बुके बनाएर अनि सिरानी मुनि राखेर सुत्यो भने चाहिँ अनि रातमा चाहिँ उनीहरूले चाहिँ जोसँग विवाह हुन्छ नि उनीहरूको हो, त्यो मान्छे चाहिँ सपनामा देख्छ अरे क्या यिनीहरूले। यिनीहरूको बिलिफै त्यस्तो छ क्या। अनि आजको दिनमा चाहिँ यिनीहरूले यति धेरै बुकेहरू फ्लावरहरू टिपेर होइन, क्राउन बनाएर नाच्ने, पोल बनाएर पोलको वरिपरि भ्यागुतो जसरी उफ्रिँदै नाच्ने। यिनीहरूको चाहिँ खोइ कस्तो फन्नी खालको डान्स गर्नुपर्ने अरे क्या फेरि पोलको वरिपरि नाच्ने बेलामा पनि। अहिले हामी देखाउँछौँ गाइज। अब हामी चाहिँ अहिले ट्राम चढेर अनि जान्छौँ। यहाँ यो ठाउँमा चाहिँ कस्तो छ भन्दाखेरि होइन, जाडो पनि अब उस्तै हुन्छ। जाडो चाहिँ अलि धेरै महिना नै हुन्छ नि त, हिउँ पर्ने उस्तै हिउँ पग्लिन त्यसै टाइम लाग्ने। तर
समर चाहिँ कस्तो घाम लाग्ने बित्तिकै एकदमै पोल्ने खालको घाम लाग्ने क्या यहाँ खोइ किन हो है अब जाडो पनि एकदमै बेसी हुन्छ अब हामीलाई चाहिँ मेन्टली कस्तो लाग्थ्यो भन्दाखेरि होइन अब जहाँ चाहिँ धेरै जाडो हुन्छ त्यहाँ त घाम लाग्ने बित्तिकै कस्तो मजा आउँछ होला न्यानो हुन्छ होला सोच्थेँ क्या मैले तर यहाँ आइसकेपछि त्यस्तो हुँदैन रहेछ जहाँ चाहिँ झन् धेरै जाडो हुन्छ नि त्यहाँको घाम चाहिँ झन् यस्तो पोल्ने हुँदो रहेछ क्या अनि यहाँको मान्छेहरूलाई चाहिँ फेरि त्यो ट्यानिङ भनेपछि क्या मन पर्दो रहेछ क्या यिनीहरूलाई चाहिँ अब हामी चाहिँ अब हाम्रो अब जुन ठाउँबाट आयौँ नि त हामीलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि यतिको गोरो छ ला घामले छोयो कि यो पनि कालो हुन्छ जस्तो लाग्छ यहाँको चाहिँ धेरै गोरो हुने भएर हो कि यिनीहरूलाई ट्यानिङ कस्तो मनपर्ने क्या अनि अचम्म ठाउँ अनुसार मान्छेहरूको पनि अब त्यो टेस्ट क्या सोच्ने सोचाइ अनि चोइसेस फरक हुँदो रहेछ अब हाम्रो त एभरेज नै छ नि त जे पनि नराम्रो नि होइन राम्रो पनि होइन ठिकै लाग्छ भएको कुरा चाहिँ नबिग्रियोस् जस्तो हुन्छ यहाँ चाहिँ त्यस्तो नहुँदो रहेछ अब खोइ ट्राम्प कहिले आउने हो यताबाट आउँछ ट्राम्प चाहिँ अनि हामी उता जाने हो अस्ति म उता परको स्टेसन स्टपदेखि हिँड्दै आएँ यहाँसम्म होइन ट्राम्पले मलाई लग्यो लान चाहिँ म जहाँ झर्नु पर्ने त्यहाँनिर चाहिँ कस्तो देखायो भन्दाखेरि त्यो ठाउँमा चाहिँ रोक्दैन भनेर देखायो क्या क्यान्सल्ड इन द्याट स्टप भनेर देखायो अनि म छिटो अघिल्लो स्टपमा नै झरेँ किनकि अब 5-6 स्टप पछि हो नि त त्यो स्टप भनेर म झरेर अर्को ट्राम्पमा जान्छु भनेर झरेँ भरे त्यो ठाउँमा त म जाने ठाउँको वाला ट्राम्पै नआउँदो रहेछ अनि फेरि यही स्टप सबसे नजिक रहेछ त्यो पनि हिँडेर आउनुपर्ने अनि हिँडेर आएँ अनि यो स्टपसम्म आएँ त्यो 11 नम्बरको साल्थोलमेनवाला ट्राम्प आएको रहेछ अनि त्यसमा बसेर गएँ म भरे त मलाई कहाँ मार्कल्यान्ड्स गार्डन पुऱ्याइदियो फेरि म होइन गाइस त्यो दिन 1 बजे पुग्नुपर्ने मान्छे क्लासमा 1:45 पुगेको धन्न अरू साथीहरू पनि त्यस्तै भएर त्यही मार्कल्यान्ड्स गार्डन भन्ने स्टपमा झरेर सबै साथीहरू त्यहाँ भेट भएको भएर मात्र मलाई आँट आएको क्या ढिला भए पनि जान्छु आज भनेर त्यही भएर धेरै ग्रुपै भयो भने चाहिँ जस्तो सुकै परिस्थिति भयो भने फेस गरिदो रहेछ म त यता रुकेशलाई फोन गरेर ला अब म के गर्नु आज भनेर फोन गरिरहेको थिएँ ठ्याक्क साथीहरू सबै त्यहीँ झऱ्यो क्या अनि क्या खुसी लाग्यो ढिलाइ भए पनि क्लास जान पाउने भयो भनेर क्या भने यहाँ चाहिँ बेला त्यस्तो हुन्छ इन्सिडेन्ट्सहरू त यस्तो भइरहन्छ नि अब ट्राम्प आयो हामी यो ट्राम्पमा जाने सबैजना त्यहीँ जाने मिनी गल्फ यहाँ चाहिँ पैसा तिरेर खेल्नुपर्छ है गाइस यो चाहिँ फ्री होइन पार्कको छेउमा छ हेर्नु न कस्तो मजाले क्या पैसा तिरेर ऊ त्यहाँ गएर ऊ त्यहाँ लिन्छ जस्तो लाग्यो पैसा तिरेर सामानहरू लिएर अनि खेल्छन् हामी यहाँ स्विडेनमा आएदेखिबाट यति धेरै मान्छेहरू कि त हाम्रो युनिभर्सिटीमा केही प्रोग्राम हुँदा मात्रै हामीले देखेका छौँ न त आजै हो सबै मान्छेहरू कपालमा राखेर हिँडिरहेको फ्लावरको क्राउनहरू राखेर यही समरमा मात्रै रहेछ क्या यत्रो मान्छे होइन विन्टरमा कहाँ जान्छ जस्तो लाग्छ क्या मलाई चाहिँ ल अब हाम्रो साथीहरू चाहिँ यतापट्टि छन् रे खासमा यहाँ चाहिँ स्कुटर चलाउनु नपाउने रहेछ म त गुतुन कुटाएर आएको बुढाबुढीहरू कराएर ल्यायो करायो ऊ त हेर्नु न अब गाइस के हो यो चर्च हो कि क्या हो कस्तो मजाको देखेर चर्च क्या त्यहाँ साथीहरू हाम्रो साथीहरू कुर्दैछन् गाइस ऊ त्यहाँ Hello guys. हुर्मर्दु guys. के को? कस्तो हुँदैछ? राम्रो हुँदैछ. ए गाइस. एकदम. उनी चाहिँ बबिता अनि म चाहिँ रबिता. अब निकै उत्कृष्ट राम्री देखिदो एउटाको. अनि उ चाहिँ रमेश जी रुकेश जी. त्यो कस्तो राम्रो मजाको सीन छ गाइस.
हामी चाहिँ यहाँ माला बनाउन लाग्यो माला बनाएको फ्लप खायो मेरो त यत्रो भयो रविताको त बरु फ्लप खाएको छैन मेरो यत्रो यत्रो भएको तर यहाँ डाँटै पुगेन बनाउनै च्याउ लाग्यो गाइज अब यो चाहिँ यसरी यति मात्रै राख्ने साइडमा हुन्छ नि ब्राइड्स मेडहरूले राख्छ नि यता यसरी हो यति तर यो डेजीहरू कस्तो राम्रो लाग्छ क्या मलाई यो फ्लावर चाहिँ कस्तो त्यो प्लास्टिकको फुल जस्तो क्या कस्तो टल्किने भने यो येल्लो कलरको क्या येल्लो कलरको मजाले टल्किने खालको तपाईँलाई स्विडेन कस्तो लागिरहेछ एकदम रमाइलो छ स्विडेन त एकदम राम्रो उत्कृष्ट जस्तो लाग्छ गुड साइड अनि ब्याड साइड भन्नु त एकदम स्विडेनको गुड साइड भन्नुपर्दाखेरि चाहिँ यहाँको मौसम एकदम हाम्रो नेपालमा जस्तो गर्मी हुँदैन एकदम राम्रो अब अहिले घाम लाग्दा पनि एकदम नेपालको जस्तै भाइब्स आइरहेछ नेपालमा ठिक्कको मौसम हुन्छ नि त्यस्तो होइन अनि ब्याड साइड भन्नुपर्दा चाहिँ अब कहिले चाहिँ हिउँ परेर लास्टै धेरै हिउँ पर्छ अनि अलिकति ट्याक्सहरू धेरै तिर्नुपर्ने कामहरू नपाउने त्यो चाहिँ एकदम ब्याड साइड हो अनि बस्न पनि पाइँदैन यहाँ 2 वर्ष बसेपछि त्यही हो ब्याड साइड अरू नभए एकदम उत्कृष्ट गुड साइड मात्रै छ स्विडेनको ठाउँ त एकदम राम्रै हो ठाउँको त ठाउँ हेर्ने कन्ट्रीको डेभलपमेन्ट हेर्ने भने एकदम राम्रो छ तर अब हाम्रो लागि चाहिँ अलिकति नराम्रो भयो अब बस्न पाइँदैन भनेर चाहिँ अनि जब मार्केटहरू अलिकति अब ल्याङ्ग्वेज ब्यारियर छ अरू त त्यस्तै हो ल्याङ्ग्वेज चाहिँ यहाँ स्विडिस ल्याङ्ग्वेज चाहिँ एकदम मस्ट नै हो एकदम होइन कामहरूको लागि पनि नि कामहरूको लागि पनि एकदम चाहिँ पनि स्विडिसै चाहिन्छ अब अरू देश जानेहरू चाहिँ सुपर मार्केटहरूतिर नि काम गर्छन् किनभने ल्याङ्ग्वेज हुन्छ नि त इङ्ग्लिसै हुन्छ अब हाम्रो चाहिँ अब स्विडिस ल्याङ्ग्वेज आउँदैन अब काहीँ सुपर मार्केटतिर त कामै पाइँदैन क्या हाउसकिपिङहरू यस्तो मात्रै हो काम पाउने हामीले त अनि नभए इन्डियन रेस्टुरेन्टमा पैसा पनि दिँदैनन् 70 दिन्छन् 1 घन्टामा 150 पाउनु भने 70 80 दिन्छन् काहीँ त 50 पनि दिन्छन् त्यस्तो छ हालत त्यही त त्यो पनि ट्याक्सको त्यस्तै झन्झट ट्याक्सको पनि उस्तै झन्झट त्यही भने अनि फी पनि जम्मा पार्नु पर्यो फी नै जम्मा हुँदैन सिङ्गल आयो भने त हुँदैन फी नै जम्मा सिङ्गल आयो भने चाहिँ अलिकति गाह्रो चाहिँ अलिकति होइन एकदमै नै गाह्रो 2 जना भयो भने चाहिँ अलिक इजी पनि होइन नर्मल सपोर्ट पनि हुन्छ अलिकति त्यो हो नभए चाहिँ सिङ्गललाई त एकदम गाह्रो त्यही भएर अरू चाहिँ त्यस्तै हो अरू चाहिँ गाइजहरू त्यस्तै छ अब अलिकति यता साइडमा ल एक्चुअल समर चाहिँ यो रहेछ क्या गाइज मान्छे नत्र त यसको त आधी पनि भेट्दैन हौ अरू बेलामा त निस्किने बेला मान्छे नै हुँदैनन् गाइज हामी चाहिँ अब यहाँ मेन स्पटमा पुग्यौँ है कति धेरै मान्छे रहेछ यहाँ त्यहाँ त ल यस्तो मान्छे त जिन्दगीमै देखेको थिएनौँ हामीले स्विडेनमा आइकन चाहिँ झन् स्विडेनमा त मान्छे बाहिर नि यत्रो मान्छे रहेछ यहाँ यो सबै नाच्न आएको यहाँ यिनीहरू यहाँ नाच्न आएका हुन् पोलको वरिपरि नाच्छन् क्या यिनीहरू बेबीजी कस्तो लाग्दैछ मलाई मुझे नींद आ रही है ए यस्ता छन् ल भाइ गाइस ल मान्छे पोल चाहिँ खोइ त पोल पनि कहाँ गीत बजाउनु बन्द गरे हो कि के हो अघि त बजाइरहेको थियो त अहिले फेरि बजाउँछ एकदम कहाँ बिचबाट यताउता ल है अब हामी बिचतिर जाने भनेर बिचतिर जाँदैछौँ त्यो चाहिँ फर्स्ट टाइम हो अनि मलाई चाहिँ खोइ राम्रै लाग्यो भन्ने कि के भन्नु अहिलेसम्म हिँडी मात्रै रहेको छौँ क्या हामी खास हिँड्यौँ बस्यौँ टिकटक बनायौँ अनि अब मेन यसैको लागि आएको अनि यहाँ स्पटमा चाहिँ भर्खर पुग्यौँ हामी कहाँ हो पोल खयो त्यो पोल अब नाच्ने हो नेपाली गीत बजाउन आँटेको जस्तो लाग्यो मलाई है सारङ्गी बजाएको जस्तै सारङ्गी बजा जस्तै छ त साथी
बिचमा हिँडी यस्तो भइरहेको छ पानी खानु पर्यो भने och den kommer från någon svensk. बबिताहरू मामामा Hello guys, यता पनि यत्रो मान्छेहरू छन्। हेलो गाइज ल हो मेरो कुकीको गाडी छ अरे खरेलले सोधानी होला है किदेलाइहरुको फेरि बाछा मारेर सबैले यशोदा चाहिँ एकदमै एक्टिभ टिकटकर प्लस युट्युबर पनि हो कि के हो? युट्युबमा एकदम झकास फलोअर्स कस्तो हेलो गाइज वेलकम टु कविता सिस्टर मिनी ब्लग अनि चाहिँ म चाहिँ यस्ता हो यो को हो थाहा भएन म चाहिँ काम गरेर आएको हो पैसा कमाएर आएको हो यिनीहरू चाहिँ यत्तिकै हावातालमा हिँडेको हो न ओ माई गड देख्न सक्नुहुन्छ यहाँहरू उहाँ हेर्नुहुन्छ हमारा बड़े भैया है बड़े भैया का कपाल बहुत अच्छा है ओहो चस्मा राख्ने स्टाइल त ओए हामी चाहिँ मिड समरमा एकदम इन्जोय गर्दैछौँ उत अगाडिको चाहिँ हाम्रो रमेश खरेल अनि यता कुमार दाई हो यता हुनुभयो उपमा र सिस्टर उहाँ ब्रोदर कपाल हेरेर नझुकिनु नि ब्रोदर हो नि ए दाइ तपाईँलाई म यो हरियोको तपाईँ टाउको लाउनु पाइदियो हरियोको यो घाँसको टाउको लाउनु पाइदियो उहाँ हाम्रो पति है ओ तपाईँहरूलाई त खैरीहरू जस्तो देखिन्छ परबाट हेर्दाखेरि त धन्यवाद कसले भने मैले भन्नु मेरो प्यारो प्यारो श्रीमान ओहो बाफरे पाएको थिइनँ वाउ हेलो हामी फोटो खिच्दैछौँ सरी गाइस फोटो खिच्दै हुँदो रहेछ आम्मामा बुवाको ड्रेसअप हेर्न सक्नुहुन्छ घुमा हो नाच त अघि जस्तै गाइस आज त एकदम कस्तो रमाइलो भयो आजको डे आउट चाहिँ अनि फोटो खिच्नमा सबैजना व्यस्त छन् ल मेरो ह्यान्डसम श्रीमानको फोटो खिचिँदैछ यहाँ खोइ कस्तो फोटो कस्तो फोटो चाहियो यस्तो चाहियो क्या यस्तो यस्तो खालको बडे भाइले यहाँ नै कस्तो निकाल्नुहुन्छ बडे भाइले यस्तो निकाल्नुहुन्छ यो होइन वानबाट खिच्नु न वानबाट नेपाली हो अलि अलग त हुनु पर्यो गाइस अब हामी चाहिँ मिडसमर फेस्टको एन्डतिर आयौँ क्या अनि यहाँ चाहिँ अब डान्स गर्दैछन् यसरी
ल है गाइस हामी त आजको दिन पनि सक्यो अब हामी घर जाँदैछौँ यो चाहिँ मेरो रुमको बाहिरको भ्यू हो अनि अब एकछिन झ्याल खोलेर बाहिरको फेरि हावा थोरै खाएर अनि अब म चाहिँ यो भिडियो एडिट गरेर अनि भिडियो हाल्छु ओके बाई बाई